हाई गाइज, मेरो नयाँ भिडियोमा स्वागत छ। अनि सबैजनालाई ह्याप्पी न्यू इयर। अहिले चाहिँ म ताप्लेजुङ आएको छु अनि ब्याकग्राउन्डमा कस्तो दामी भ्यू देखिरहेको छ। म चाहिँ अहिले बडाहरूको घरमा छु अनि हामी भर्खर बहिनी र मैले चाहिँ धनियाँ टिपेर बसेको। धनियाँ चाहिँ कस्तो राम्रो टनलभित्रको, यहाँनिर एक डोको छ अनि यो धोपी चाहिँ एकदम दामी छ। आज त घाम लागेर कस्तो दिन पनि एकदम राम्रो भएको छ। यहाँनिर हजुरआमाहरू घाम ताप्दै बसिराख्नु भएको छ। यहाँ चाहिँ लोकल कुखुराको मासु पाक्दैछ। पकाउने चाहिँ हाम्रो दिदी हुनुहुन्छ जहिले। हिजो बेलुका पनि दिदीले नै पकाउनु भयो। अहिले पनि हाम्रो हजुरबा माइला हजुरबा यहाँ बसिराख्नु भएको छ। हजुरआमा घाम ताप्दै हाम्रो माइला हजुरबा हुनुहुन्छ। हजुरबासँग चाहिँ 11 वर्ष पछाडि भेट भएको। म चाहिँ झापा गएपछि फर्स्ट टाइम आएको, यता आएकै थिएन। हजुरबा कस्तो लाग्दैछ? राम्रै छ न। राम्रै छ नानी। अब हाम्रो म 2 साल फागुनको हो। उनीहरू पनि त अब गइसक्यो। ठिकै छ। अब भोलि त हाम्रो साइली फुपूको बिहे हो, हजुरबाको छोरीको। अनि दिदीको चाहिँ रित बुझाउने हो। बिहे त पहिल्यै भइसकेको। अनि त्यही भएर हामी पनि त्यसरी नै आएको। हजुर हाम्रो आजको न्यु इयर चाहिँ भोलिको प्रोग्रामको लागि सबैजना बिजी छौँ। अनि अहिले के हुँदैछ म देखाउँछु ल। यहाँनिर चाहिँ भोलिको लागि भेडा कत्रो ठुलो ठुलो छ हो। अन्त नि भोलिको लागि भनेर देखाएको। अनि आज काट्नुहुन्छ होइन र दाइ? ए तर आज दिन कस्तो राम्रो भयो। यहाँ चाहिँ पानी तताउनु भएको लागु पनि कस्तो मजाले बलिरहेको छ। सामानहरू पनि अघि ल्याउनु भयो ट्र्याक्टरमा। यहाँ माथि टेन्ट टाँगेर बनिँदैछ। यहाँ अब काटकुट। यहाँ चाहिँ हजुरबाले अलिक गेट बनाउँदै हुनुहुन्छ धुपीको। ऊबाट चाहिँ मासु काट्ने कार्यक्रम हुँदैछ। काटिसक्नु भयो। काट्दै हुनुहुन्छ। यहाँनिर मैले भर्खर तोम्बा लगाएको। दिदीले चाहिँ पानी लगाउनु भएको यहाँनिर धुवामा साह्रो परि। यहाँनिर तातो पानी चाहिँ यत्रो ठुलो भाँडामा उमालेको तोम्बाको लागि अझै तोम्बा हाल्ने। यहाँनिर ड्रम छ। ड्रमको चाहिँ खासै धेरै चलेकै छैन। हुन्छ अझै फेरि लगाउनु पर्छ होला। मान्छे त धेरै छ, सक्नु हुनेहरूलाई चाहिँ सबैलाई तोम्बा। काटकुट गर्दै हुनुहुन्छ। हामी चाहिँ माला पनि बनाइसक्यौँ। मालाको बनाएको चाहिँ भिडियो चाहिँ खासै बनाएन। लास्टमा बनाउने भनेको पानी परेर बनाइन। सो यहाँ चाहिँ पानी पर्दैछ अहिले। अघि त आकाश कस्तो निलो थियो, एकैछिनमा अँध्यारो भएर पानी पर्न थाल्यो। अनि यस्तै चल्यो आज चाहिँ। बेलुकाको 6 बजिसक्यो अहिले, तर पनि हिमाल कस्तो मजाको देखिरहेको छ। पानी परेर रहेर पनि होला हिमाल। यहाँ पनि उता पर पनि देखिरहेको छ मजाले। यहाँ यता चाहिँ बेलुका भइसक्यो। अनि आज चाहिँ कति धेरैजनासँग भेट भयो। म चाहिँ यहाँ नआएको धेरै भइसक्यो नि त। अनि अब खासै कतिले चिन्नुहुन्न, कतिले चिन्नुहुन्छ। अनि त्यही भएर सबैसँग भेट भएर कुरा भयो। अब भोलि पनि सायद अब योभन्दा धेरै भेट हुन्छ होला। अनि आजको दिन चाहिँ यस्तै रह्यो। मैले चाहिँ खासै भिडियोहरू बनाएन। त्यही अघि अलिअलि क्लिप मात्र बनाएको छु मेमोरिजको लागि भनेर। बिहेको लागि बेलुको लागि स्टेज रेडी भइसक्यो। हाम्रो मामा दिदी पुनम गुरुङ र पदम गुरुङ अहिले बस्नुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो सानो भाइ अघि रेडी भएर बसेको। कसको बिहे खाने अरे? ठुलो मम्मीको हो। ए ल गुड। खै दिदी? ए हो र
ल ल ठिक छ म चाहिँ गुरुङ ड्रेस लगाएर रेडी भइसकेँ अनि अब आज चाहिँ दिदीको साथी बस्नुपर्छ भन्नुभएको छ सो दिदीको साइडमा बस्छु होला म अनि त्यस्तो साह्रो क्लिपहरू त खिच्दिनँ तर पनि अलिअलि मात्र खिच्छु त्यतिकै मेमोरिजको लागि हामी चाहिँ खाना खान रेडी भएको यता हाम्रो बडी यता हाम्रो बडी हुनुहुन्छ दुईजना जेठी बडी उता आन्टीहरू बस्नु त अट्दैन पो होला एकजना मात्र अट्छ खाने हो हामी यता चाहिँ पकाउने डिपार्टमेन्ट यहाँ भाँडा मास्दै यहाँ सबैले खाना खाँदै हुनुहुन्छ स्वागत छ है जन्ती बेहुलालाई मामाको बेहुलाको कान्छी छोरी यहाँनिर यता हेर त है बेहुलाको कान्छी छोरी आज हाम्रो घरमा पाहुनाहरू आउनु छ देउता आउनु भएको छ उहाँलाई हामी स्वागत गर्छौँ र सबैजनाले हामी पूजा गरौँ है लामिछानेको छोरा हर्कबहादुरको माइला छोरा पदमबहादुर लामिछाने वर्ग गोत्रमा आजको मिति 2082 साल वैशाख महिनाको 2 गते मङ्गलबार शुभ दिनमा पाले पुण्य मारे हते हामीले आजको दिनदेखि गोत्र सार्यौं 1 सार्यौं 2 सार्यौं 3 सार्यौं सबै आजको दिन हामी पञ्च भलात्मी राखेछौँ नाम पुर्खाहरू उहाँहरू नभए पनि उहाँको आत्माले हामीले यो कार्यक्रमले हेरिरहनु भएको छ उहाँबाट आशीर्वाद दिन्छौँ दीर्घायु भएर बाँचुन् उहाँको जिन्दगी सफल रहोस् हामी सबै गयौँ उहाँको परिवारको सुख शान्तिको कामना गर्दै आज वाग्दत्त कार्यक्रम सुनेको छ त्यस पछाडि हाम्रो दारी चन्दन भन्ने छ कार्यक्रम अनि त्योभन्दा पहिले हामी स्वयंवर गर्छौँ स्वयंवरको कार्यक्रम गर्दिनँ म यहाँ अगाडि व्यक्तिहरूलाई म अगाडि अनुरोध गर्छु मान्छेले त्यहाँ सहयोग गरिदिने अलिकति अरू जति अनि दर्शकहरू स्वयंवर भएपछि पानी पड्काउने है भरे लगाइसकेपछि अस्ति पास थिएन नि थिएन नि त्यो बोगस मात्रै पुरा अब पुरा उसको हातमा गयो क्या अब नमस्कार गर्नु ताली पड्काउ ल सम्झी हात जोडु पहिले हात जोडु अङ्ग्रेजीको बेला अङ्कमाल गरौँ सरी रमाइलो भइरहेको आज समाजको अब बाटोमा भेट्दा चाहिँ नबिर्सिने एकचोटि ढोको अब अङ्कमाल गरौँ
भइसकेपछि पहिले पहिले पैसा दिन्छु पहिले लिनुपर्छ अब सासू ढोकिदिनु त खाजा खाजा नि यता छोरी ज्वाइँलाई नि लगाइदिउँ है खाजा पानी पर्छ भन्दा पनि पानी पनि पर्यो खै यहाँनिर तपाईँ बेहुलाको को भन्नु त मलाई को चाहिँ बेहुला भन्नु आइगयो नि त नि अब छोरीको विवाहमा जन्तीहरू आउनुभएको छ हाम्रो छोरी बाबुआमाले राम्रो हुर्का छ र ज्वाइँ पनि सकलै आउनु भएको छ ज्वाइँलाई पनि सकलै हुर्काएर हाम्रो ज्वाइँ भन्नु पाएको छ सन्ती पनि त्यस्तै तन्दुरुस्ती छ हाम्रो होइन त्यस्तै कारणले गर्दा हामी यहाँ तैनाथ छौँ के अरे हाम्रो छोरीको मुस्कान कति राम्रो छ त्योभन्दा राम्रो ज्वाइँको मुस्कान झन् राम्रो छ त्यसमा ढाका टोपी लगाएको छ सौदीले सबैले स्वागत छ यहाँ पाहुनाहरूलाई हामी जाने दिएका छौँ रातो टिका लाएर उनी जन्तीहरूलाई स्वागत गरौँ त्यो स्वागत चाहिँ काफी मान्दिनु होला पानी परेर छ हल्का बिजक भयो अब हाम्रो यो त्यस्तो चौथो चरणको कार्यक्रम छ कसैले भन्ला यो भेडा गुरुङले किन गुरुङलाई भेडा भनेर कहिले नरिसाउनु हामी भेडा नै हौँ हामी उहिले यो ऊनबाट सुन कमाउने खालको हाम्रो पिता पुर्खाहरूले गरिरहेको कामहरू भएको हुनाले आज यहाँ आमा बाबु अलिक बिसन्चो भएको हुनाले यहाँ उभ्याउनु सकेन अब माइतीहरू यहाँ हुनुहुन्छ अब यहाँ के छ भने माइतीहरूमा उहाँले चौधो सहरदेखि लिएर रीतिभाती कल्पको अस्ति बन्द कि थियो आज सबै तपाईँहरूले राजनीति बेहुलीको डान्स अब अन्तिममा अब जाने बेला हुन लाग्यो खतरा छ मान्छे पुग्दो भएन दिदी मामा सबैजना दिदीलाई पुऱ्याउनु गएको आज चाहिँ हाम्रो डे 3 हो यहाँ पाहाडको अनि आज चाहिँ हामी सबैतिर एकछिन निस्किने भनेको हामीसँग खासै टाइम छैन अनि हामी अघि 3 घर गएर आइसक्यौँ अब यहाँ बडी पनि माथि जानुभएको आज के खानु बाउ होटेल खानु गएको है बाउ होटेल खानु गएको दिएको अनि हाम्रो बडाहरू चाहिँ उता अगाडि गइसक्नुभयो गफ कहिले सकिँदैन बडी उयो देख्दै गरेको त बजार हो कि क्या हो कति नजिक देख्छ त बजार यो चाहिँ रिसोर्ट अरे हिजो अस्ति पिकनिक खान मान्छेहरू कति धेरै आएको रहेछ 2-3 ग्रुप पाहाडमा त हरियाली भएर छुट्टै रमाइलो हुन्छ हौ जेस यहाँ हाम्रो ठुलेरी हुनुहुन्छ ठुलेरी कता जानुभएको माथि आफ्नो जन्मस्थल आफ्नो कृतिको
ठुले दिदी चिटिक्क परेर जानुभएको छ हामी बिजोक पाराले हाम्रो सान्डे दिदी यहाँ हुनुहुन्छ अब जङ्गल हिँड्दै गएको तर अलिकति हिँड्दाखेरि पनि कस्तो सास बढ्ने हो म चाहिँ यो ठाउँमा हिँडेको याद आयो पहिला नि सानोमा अनि यो ठाउँमा चाहिँ म चाहिँ 11 वर्ष पछाडि नै टक्क आइपुगेको हो पहिला चाहिँ यतातिर पनि सबै जङ्गलहरू भएर घरहरू देखिँदैन थियो अहिले चाहिँ खुल्ला ठाउँ भएर ठिकै छ अनि आज चाहिँ अलिकति टाइम पनि नमिलेर हामी चाहिँ एकैचोटि तलदेखि माथिसम्म सबै डुल्दै आएको अनि खासै टाइमहरू चाहिँ भएन बस्नको लागि अनि आज यहाँनिर हाम्रो हजुरआमाको चाहिँ पूजा पनि रहेछ अनि प्लस सम्मान कि के भन्ने रहेछ त्यही भएर अघि हजुरआमासँग पनि हामीले भेट्यौँ एकछिन अनि अहिले चाहिँ यहाँनिर बडाहरूकोमा चाहिँ दाजुभाइ मिटिङ रहेछ सबैजना मिटिङमा बसिराख्नु भएको छ हामी चाहिँ फेरि उता दाई बडाहरूकोमा जान्छ मेरो चाहिँ सबैजना बडाहरू हुनुहुन्छ किनभने मेरो डेडी अलिक सानो हुनुहुन्छ नि त अनि त्यही हो सबैजना भेटेर खुसी लाग्यो अब यो ठाउँमा आउनु त कहिले हो कहिले आज चाहिँ मेरी लामा गुरुङको भेटघाट कार्यक्रम रहेछ अनि हजुरआमालाई पनि सम्मान गर्ने अरे हजुरआमा चाहिँ सबैजना सिनियर हुनुहुन्छ स्वागत गर्न चाहन्छु र नयाँ वर्ष 2082 को सुखद उपलक्ष्यमा सबैको सुस्वास्थ्य दीर्घायु समृद्धि र उन्नति प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु अहिले त पहिलाभन्दा बाटोहरू पनि कत्रो ठुलो बनाएको रहेछ नि त अनि यो बोट बिरुवाहरू पनि बाटोको साइडमा सबै काटेको रहेछ नि त कस्तो मजाको खुल्ला आनन्दको यहाँनिर चाहिँ हाम्रो खोल्सा सानो छ खोल्सा चाहिँ तर त्यस्तो खास चाहिँ पानी रहेन रहेछ बच्चा बेलामा हामी यहाँनिर पा खोज्नु आउँथ्यो नि त्यसै खुल्ला सानो खोल्सा ठोट्नेहरू अब हाम्रो घर आउनु आँट्यो पर मेरो जेठा बडा यता माइला बडा हुनुहुन्छ म चाहिँ खान्जाको छोरी यो चाहिँ कोल्ड स्टोर हो आलु राख्ने ला तर सबै चर्केछ भत्केछ पहिलातिर त यहाँ लेखेको थियो नि त बोर्ड पनि थियो बोर्ड भन्दाखेरि पनि त्यहाँ के लेखेको थियो सबै हराएछ छैन अहिले त यस्तो भएछ अनि यतातिर घर बस्ती भएर अहिले चाहिँ राम्रो भएको छ म चाहिँ पहिला यही घरमा हुर्केको हो बढेको अनि झापा गएको अहिले चाहिँ बडाहरू बस्नुहुन्छ बडाहरूले लिनुभएको हाम्रो घर चाहिँ होइन अहिले तर पहिला नै चाहिँ यही थियो अहिले चाहिँ बडाले सबै मर्मत गरेर राम्रो बनाउनु भएको छ यो काले कुकुर पनि रहेछ हामी चाहिँ यहाँनिर ढुङ्गा छ हामी ढुङ्गाबाट के हेर्थ्यौँ यहाँनिर चाहिँ फुलबारीहरूमा चाहिँ एकदम मजाले फुलहरू रोपेको रहेछ यो टोइलेट तपाईँ हुँदा बनाउनु भएको अरे मैले नै बनाएको रहेछु अन्त यो पहिला नै एकै ठाउँमा रहेछ अनि यो दाउरा राख्ने पनि त्यहीँ यो ढुङ्गामा चाहिँ से लाग्छ है जानु हुँदैन लड्छ भनेर भन्नुहुन्थ्यो पहिला नै अहिले त सबै रुखहरू काटेको भएर सब खुल्ला छ अनि यहाँभित्र चाहिँ हाम्रो जिजू हजुरबाको च्यान गाडी थियो अहिले त हावा चालेर कस्तो शीतल पनि भएको छ बाटोहरू पनि ठुलो बनाएको रहेछ म चाहिँ पहिला नै म हुर्केको ठाउँ आइपुगेँ यहाँ चाहिँ ठ्याक्क यही घरमा हुर्केको थिएँ तर अहिले चाहिँ बडाहरू बस्नुहुन्छ यहाँ सबै बडाले मोडिफाई गरेर एकदम राम्रो बनाउनु भएछ पहिला चाहिँ अलिक यस्तो थिएन हाम्रो घर अनि म चाहिँ ठ्याक्क आज कति वर्ष पछाडि बडाहरूसँग आइपुगेँ यहाँ चाहिँ हाम्रो माइला बडा हुनुहुन्छ तपाईँ केही भन्नुहोस् न सान्डी होइन ठिकै छ हामी पहिले हिँडै बसेको थियो यो हाम्रो पहिलेको बसाइ सैसले डाँडा ढुङ्गामाथि छौँ हामी यो ठुलढुङ्गा चाहिँ यतिकै रहेछ हौ हाम्रो जोस खुसी लाग्यो धेरै वर्ष पछाडि आयो यहाँ चाहिँ हिजो अस्ति रुखहरू बेचेको हाम्रो सबै बेचिसक्यो अब अलिअलि यही मात्र कता मात्र बाँकी छ सबै बेचेर केही छैन अनि अब बडाहरूको पुच्छर लाग्दै म चाहिँ डुल्दैछौँ
यहाँनिर चाहिँ उपर देखेको तारा दिदीको घर हो। यो चाहिँ माने। यहाँ हाम्रो युनिका बहिनीको घर, हाम्रो पूर्ण दाइको घर हो यो। अब हामी फर्केको जङ्गलै जङ्गल। अब पहिलाको जग्गाहरू परीक्षण गर्दै हिँडेको। सानडेडीलाई चाहिँ अलिकति धेरै नै उयो याद छ क्या यस्तो के को चाहिँ ठुल्डेडीलाई भन्दा चाहिँ। गरेको हुन्छ खेतीपाती नगर्नेवाला पर्ने। अहिले पनि सानडेडी चाहिँ खेतीपातीमै इन्ट्रेस्ट हुनुभएको पर्नुभयो। अहिले चाहिँ त बडाहरूको होइन, तर पहिला नै पनि त यहाँ कति राम्रो थियो सबै। तर प्रायः जस्तो रुखहरू काटेर सबै खुल्लै खुल्ला रहेछ। यहाँनिर चाहिँ अलिकति राम्रै छैन। सानडेडी त के साह्रो उड्नु भएको ओह्रालो त कुदेकै। हामी चाहिँ अब ठोट्ने खाँदै फर्केको पहिलाको जग्गाहरू घुम्दै। यहाँ फेरि अर्को डल्ले ढुङ्गा आइपुग्यौँ। ठुल्डेडी हुँदा माथि ढुङ्गामाथि बसिराख्नु छ। तेर्सो बाटो भने यहाँदेखि बाटो नि उतलो तेर्सो त्यति तेर्सै। म चाहिँ आज माउल आएको छु यो दुईटा बहिनीहरूसँग। रोशनी हेलो कुकुर। हेलो उसलाई चाहिँ कुकुर एकदम मन पर्दो रहेछ। हाय कहाँको अरे भन त। आज म एलिसमा दिदीको माउला आएको छु है। नबिर्सिनु नि यहाँनिर पछि आउनु। कसैलाई आउने यस्तो कस्तो गर्दा यहाँनिर चाहिँ माउला आमाले फुलहरू कस्तो मजाको भएको रहेछ। तर प्रायः अहिले सबैको घरमा यो वाला फुल चाहिँ कति बेसी हो यस्तो चाहिँ। यहाँ आउन यहाँनिर फोटो हेर्नु पहिला नैको। हेर न हाम्रो कान्छी छ्यामा साइली छ्यामाहरू हो। यहाँ चाहिँ माउलो बाउ र माउलो आमा कसको फोटो रहेछ। यो घडी त पहिला नैको। अनि माउलो बाउ चाहिँ लास्ट इयर पोहोरको साल बित्नु भयो। यहाँनिर फ्रेम मनोकामना जानुभएको। सुन्तलाको बोट छ। अहिले चाहिँ सिजन छैन, त्यही भएर पछि दसैँ तिहारमा फल्छ। अनि यस्तै छ। खाइसक्ने काट्नु भन्नु होला। उयो ठुलो चाहिँ यो त्यो मुनि हेदैबाट कहाँबाट काट्नु? यो हँसियाले काटिन्छ। कसरी काट्ने हो थाहा छैन है फेरि हामीलाई चाहिँ। हेर न यो त लोप लाग्यो त नि। यसको नि अझै अलिकति खान मिल्छ त। लुका घाँस हुन्छ होला त्यो चाहिँ। यता दिनु एउटा काटौँ न, कति खाइसक्छ र। देखा जिङ्गुला लाग न। हामी तिनजनाले यति खाइसक्छ होला। देखायो हुँदैन, यसले खाँदैन होला गुल्ले त। खाँदै रहेछ। यहाँ आइसकेपछि चाहिँ म खान्छु नि। के गर्नुभएको हो? सिस्नो टिपिङ एलिसमा दिदी। औ सिस्नो टिपेको। यहाँ सिस्नो त खासै छैन रहेछ अहिले त। भर्खर मुना पलाएको हल्का रहेछ। ल सिस्नो चाहिँ एक बोल होइन? यो त अहिले यति हुन्छ। यो खाँदा दिदी हुन्छ नि। एक छाक्नु हुँदैन मात्रै। यो सबै माथि झुलेर हो। यहाँ आफैले टिपेको अटोमा लिएर जानुलाई। ल मौलोदेखि टन्नै बोकेर जानु कोसेली। आलुहरू। सुन्तलाको बोट चाहिँ यस्तो छ गाइस, तर सुन्तलै फलेको छैन। तेरो फल्ने बेलामा आएको भए पो फल्छ। चुप। बेला र कुबेलामा आएर सुन्तला खोज्दा हुन्छ भन्नुलाई नि। हामी चाहिँ माउलोबाट आएर हामी अब ताप्लेजुङ बजार घुम्दैछौँ। यो दुईवटा बहिनीहरूले मलाई घुमाउने अरे। तिमीहरू कहाँ घुमाउने मलाई भनेर। भाइरल ठाउँ एलएम, लस्ट मङ्की एलएम भन्दा बुझ्दैन।
यो नि देखाइदिए ए ल अब म उता पछाडिको पनि देखाउँछु यो चाहिँ किरातहरूको खै के हो स्ट्याचु बनाएको रहेछ कस्तो मजाको तर मुनिको पेन्टहरू चाहिँ एकदम राम्रो रहेछ हौ कस्तो राम्रो बनाएको छ है पहिलातिर चाहिँ यहाँ सबै बजार लाग्थ्यो अहिले चाहिँ यस्तो भएको रहेछ चेन्ज भएर घरहरू बनाउँदै रहेछ तर अलिअलि मात्रै लाग्छ होला अहिले चाहिँ हामी ताप्लेजुङको भाइरल प्लेस के अरे लस मङ्की के भन्नेमा आएको त्यहाँबाट देखिन्छ यति धेरै भ्यूहरू हावा मजाले आउँछ यहाँ चाहिँ दुइटा बहिनीहरू जस रमाइलो भयो अब आजलाई यति नै